नमस्कार। आज हामी यस्तो सिमानाको कुरा गर्दैछौँ जहाँ न पर्खाल छ न त काँडेतार हो हाम्रो प्यारो नेपाल र भारतको खुला सिमाना। यहाँ मान्छे बिहानको चिया नेपालमा पिएर दिउँसोको खाना भारतमा खाएर बेलुकाको पान फेरि नेपालमै आएर चपाउने अनौठो सम्बन्ध छ हाम्रो। तर यो सम्बन्धको इतिहास पल्टाउने हो भने दुई देश बीच तीनवटा यस्ता सन्धि भए जसले आजको हाम्रो हिँडडुल र व्यापार तय गर्यो। नम्बर 1 मा सुगौली सन्धि आउँछ। नेपाल अङ्ग्रेज युद्धपछि सन् 1816 मार्च 4 मा यो सन्धि भयो। तत्कालीन राजा गिर्नवार्ण युद्ध विक्रम शाहको पालामा भएको यही सन्धिले हाम्रो वर्तमान पूर्वको मेची र पश्चिमको महाकाली सिमाना टक्क मिलाएर तोकिदिएको हो। नम्बर 2 मा आउँछ 1950 को शान्ति तथा मैत्री सन्धि। तत्कालीन प्रधानमन्त्री मोहन शमशेर र भारतीय राजदूत चन्द्र प्रसाद नारायण सिंह बीच यो सन्धि भयो जसले हामीलाई बिना पासपोर्ट र बिना भिसा वारपार गर्ने सुपर पावर दियो। तेस्रो नम्बरमा आउँछ 1991 मा गिरिजाप्रसाद कोइरालाको पालामा भएको सन्धिले दुई देशको व्यापारलाई नयाँ मोड दियो, जुन अहिले 2023 सम्म आइपुग्दा पनि परिमार्जन हुँदै अपडेट भइरहेको छ। अहिले सीमा क्षेत्रमा एउटा निकै ठुलो चर्चा र बहस हुँदैछ। भारतबाट 100 रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा पनि भन्सार लाग्ने। धेरैलाई लाग्न सक्छ यो कुनै रातारात बनेको नयाँ जादुमै नियम हो, तर वास्तविकता अर्कै छ। हाम्रो भन्सार ऐन 2064 मै 100 रुपैयाँ भन्दा बढी मूल्यका सामानमा भन्सार लाग्ने प्रावधान पहिलेदेखि नै कुनातिर सुतिरहेको थिए। अहिले आएर मात्र सरकारले कार्यान्वयन चाहिँ कडा रूपमा गरेको छ। तर साथीहरू, एउटा तितो सत्य हामीले भुल्नै मिल्दैन। यो नेपाल भारतको सीमाको धेरै जसो भाग हाम्रो तराई र मधेसमा पर्छ। यहाँका जनताको वारी र पारी बिहेबारीदेखि लिएर रोटी बेटीको सम्बन्ध पनि छ। वर्षौंदेखि यहाँका नागरिकहरूले यो खुला सिमानाको सहजता भोग्दै आएका छन्। अहिले यो 100 रुपैयाँको कडा नियमले चौतर्फी आलोचना भइरहेको छ र यो आलोचना जायज पनि छ। हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू भारतको बजारमा रहरले होइन, बाध्यताले जाने गर्छन्। आफ्नै देशमा बिहान बेलुकाको छाक टार्ने गाह्रो हुने गरी महँगी आकाशिएको छ। घरमा खाने तेल, दाल र चिनी समेत नेपालमा भन्दा भारतमा धेरै सस्तो पर्छ। त्यसैले गरिब जनता 2 पैसा जोगिन्छ कि भनेर पारी जान्छन्। अब एउटा चिनीको प्याकेट र बच्चाको बिस्कुट ल्याउँदा पनि भन्सारको झन्झट बेहोर्नु पर्ने भएपछि जनता त आक्रोशित हुने नै हो, हैन र? आखिर यसको सही समाधान के हो त? सरकारले सिमानामा डन्डा चलाएर मात्र त हुँदैन नि। पहिलो कुरा, सरकारले आफ्नै देशमा सामान सस्तो बनाउनु पर्छ। बाहिरबाट आउने कच्चा पदार्थ र अति आवश्यक सामानको भन्सार करमा भारी कटौती गरियोस्। दोस्रो कुरा, जब नेपाली बजारमै सामान सस्तो र सुलभ दरमा पाइन्छ भने कुन नेपालीलाई पारीको बजारमा गएर लाइन बस्ने र अपमानित हुने रहर हुन्छ र? तेस्रो कुरा, स्वदेशी उद्योग र व्यापारीहरूलाई विशेष छुट र सुविधा दिएर सामान उत्पादन गर्न प्रोत्साहन गरियो भने नेपाली बजार आफै बलियो बन्छ। डन्डा तिर्साएर रोक्नु भन्दा आफ्नै आँगनमा सस्तो सुविधा दिएर तान्नु नै वास्तविक बुद्धिमानी हो। त्यसैले साथीहरू, नियम पालना गर्नु राम्रो कुरा हो, तर नियम जनताको ढाड सेक्ने खालको पनि गर्नु हुँदैन। सरकारले सीमामा कडाई गर्नुभन्दा पहिले आफ्नै देशको बजारलाई सस्तो र प्रतिस्पर्धी बनाओस् ताकि नेपाली जनताले गर्वका साथ भन्न सकुन्, मैले मेरै नेपाली पसलबाट सामान किन्छु। हस्त, धन्यवाद।